धेरै बधाई छ। र आजको यो फाइनल म्याच हाम्रो आदरणीय उपाध्यक्ष अध्यक्षज्यूहरूले पनि अवलोकन गर्नुभएको थियो। यो कबड्डी तर्फको फाइनल म्याच अत्यन्तै रोचक थियो। विजेता उपविजेताहरू दुईटै 101 थिए। घम्सी थियो। हामीले धेरै नै मनोरञ्जन पनि प्राप्त गरेका थियौँ र विजेता हुने कबड्डीतर्फ प्रथम स्थान हासिल गर्ने महेन्द्र मावि विद्यालय परिवारलाई धेरै धेरै बधाई शुभकामना छ। विवेक बराबर चुपचाप जे आदमी हल्ला करे बात हाम्रो इभेन्ट तर्फको सम्पूर्ण पुरस्कारहरू वितरण सकिसकेको छ। अब मदारिक संस्कार खेलतर्फ मेडलको आधारमा विद्यालय प्रथम द्वितीय र तृतीय स्थानको पुरस्कार र त्यस पछाडि फेरि एउटा नृत्य पनि बाँकी रहेको छ। हाम्रा छात्राहरूले अन्तिममा हामी सबैलाई मनोरञ्जन पनि दिनुहुनेछ र सँगसँगै शिक्षा शाखाको सूचना पनि आइसकेको छ। यो यहाँ एनाउन्समेन्ट यहाँ सबैलाई जानकारी पनि हुनसक्छ। यहाँ धेरै विद्यालयका विद्यार्थीहरू हुनुहुन्छ, हेड सरहरू हुनुहुन्छ। यो फागुन आज 1 गते बिचमा धेरै विभिन्न विधाहरू पर्वहरू परेको छ। शिवरात्रि छ, प्रजातन्त्र दिवस पनि यही बिचमा परेको छ र शनिबार सञ्चित बिदा मिलान गरेर अब जवाला गाउँपालिकामा हाम्रो 10 गते मात्रै विद्यालय खुल्नेछ। यो जानकारी पनि हामी गराउन चाहन्छौँ सम्पूर्ण विद्यार्थीहरूलाई। बधाई छ कबड्डीमा प्रथम स्थान हासिल गर्ने महेन्द्र मावि जवाला साथीलाई। हार्दिक अनुरोध गर्दछु। फोटो खिच्दै म विजेता भाइहरूलाई हार्दिक बधाई दिँदै अबको कार्यक्रममा जोड्न चाहन्छु। मैले अघि नै भने स्कुल प्रथम द्वितीय र तृतीयको पुरस्कार बाँकी नै छ, ट्रफी अनि एउटा नृत्य पनि बाँकी छ। हाम्रो जनता मावि जवाला 2 का छात्राहरूको र यो फोटो सेसन चल्दैछ। यस सके पछाडि म यो प्राविधिक उपसमिति म अघि पनि एनाउन्समेन्ट भएको थियो। आफ्नो सहयोग गर्नुहुने खटिनुहुने प्राविधिक उपसमितिका मित्रहरूलाई, शिक्षक साथीहरूलाई आयोजक समितिको तर्फबाट यो धन्यवाद कार्यक्रम पनि रहेको छ। उहाँहरूलाई यो पुरस्कार वितरण गरिदिनु अध्यक्षज्यूलाई फेरि आग्रह गरे। प्राविधिक समितिका